भेरी गुड नाइट टु अल अफ यु माई फेसबुक फ्यामिली सबैजनालाई फ्यापुलो है। म चाहिँ मार्केट गइरहेको थिएँ हस्बेन्डसँग सामान ल्याउनुको लागि, किनकि अब घरमा मतलब मान्छेहरू आउनुभएको थियो। अन्त पाहुनाहरू आउँदाखेरि चाहिँ मैले सामान लिनु गएको थियो। अन्त हेर्नुहोस् न, मैले फिसहरू पनि लिएर आएको छु, चिकन फिसहरू लिएर आएको छु होइन। अन्त पकाउनु त पऱ्यो। पछाडिको ब्याकग्राउन्ड यति डरलाग्दो साउन्ड छ किनकि घरमा पुरा हाम्रो रस भइरहेछ होइन मान्छेहरूको होइन। अन्त त्यही कारण चाहिँ अन्त मैले चाहिँ हेर्नुहोस् न म्यारिनेटहरू गरिरहेको छु, तपाईँहरूले देख्नु भइरहेको छ होला। अनि त्यसको चाहिँ मैले मसलाहरू चाहिँ मजाले फ्राईहरू गरिसकेको छु। अन्त माछा फ्राई भएर मसला पकाउँदैछु मजाले गाइस होइन। अन्त त्यसपछि चाहिँ तपाईँहरूले हेर्नु सक्नुहुनेछ। त्यसपछि मेरो फिस रेडी भइसकेको छ। फिस रेडी भएपछि मैले चिकन फ्राई गर्दैछु कि चिकनको अचार खानुहुन्छ भनेर चाहिँ मैले चिकनको अचारहरू बनाउँदैछु होइन गाइस। अनि त्यसको चाहिँ हेर्नुहोस् न, त्यसको चाहिँ मसला यो हुन्छ होइन, तपाईँहरूले देख्नुहुँदैछ। चिकनको अचार चाहिँ यस्तो भएको छ। अन्त प्याजहरू तिलहरू के हालेर होइन, अन्त अदुवा खुर्सानी अदुवा लसुन सबै हाल्नुपर्ने हुन्छ। त्यसको चाहिँ मेरो भिडियो मन पर्ने लाइक सेयर गरिदिनु।